ल आइज मानिस खिच्देऊ त मैले खिचिदिएँ हल्लामा छ त्यो त ल ल त मलाई आइदिन्छ नि टिका बाँथे किरण आइज त किरण राम्रो पैसा पाउँदैन क्या खाने बसको टिकट त तपाईँहरू कहिले आउँछ आज बल्ल आज 26 रहेछ है तपाईँलाई हुन्छ नि त्यो मैले एउटा ड्राइभर दिन्थ्यो त्यही 3500 दिए भोलि आउने म त आज लोकलले भेट्न गयो कि भने पैसा त ब्याङ्कमै गइहाल्छ के भोलिको आउने म त आज लोकलले भेट्न गयो कि भने पैसा त ब्याङ्कमै गइहाल्छ के भोलिको आउने म त आज लोकलले भेट्न गयो कि भने पैसा त ब्याङ्कमै गइहाल्छ के भोलिको आउने म त आज लोकलले भेट्न गयो कि भने पैसा त ब्याङ्कमै गइहाल्छ के सबै खाल्ने हुन्छ कहिले बनाउने होला है त्यो त आधा होला 2 दिन वर्ष लाग्छ इन्टरनेसनल है बखार भएर खबर पाइदिँदैन सुनिताको बाजे पर्यो होइन हजुर बाजे हजुरको शुभ नाम के पर्यो सोमबार मामा मैजू आमा बाजे बुजू बाजे बुजू मामा मैजू यहाँबाट हेर पुल रहेछ है मजा ल हेर त गरा कस्तो बन्नमा जान्छ ध्यान खेल्छु राम्रो होला त आज त धमिलो रहेछ यहाँ त कहिले यहाँ त एकदम मनमोहक बिजनमा आउने सब खुसी भयो कि उता डाँडा कहाँ हेर कति राम्रो देखेको छ उता पारी सब भाइ उता है 4 जना यता जति बस्यो नि भयो दबाई हुन्छ नि निमपात भन्छ क्या खानु औषधि त सबै उखाएको हामीले नचिनेर पो त एउटा किसिमको छ यहाँ ल बाबु खाउरे यता
त छ कि त्यो बन अड्केर लड्ला सबैजना र आज फाउपडीको दिन चाहिँ हामी पोखराबाट काठमाडौँ आइरहेको छौँ अहिले यो 2 दिनको बन्द कार्यक्रमले गर्दाखेरि हामीलाई निकै दुःख दियो यसपालिको चाहिँ छुट्टी रमाइलो नै भयो होला यसपालि देवान दाईको नि विवाह भयो सबैभन्दा मुख्य कुरा हामी अहिले पुरी तरकारी अर्डर गरिरहेका छौँ डाँडाको नाम के भन्छ बाबु धेरै टाढा रहेछ है धेरै लिज है राम्रो रहेछ हाम्रो यता तल चाहिँ त्रिशुली बगिरहेको छ यो त साह्रै स्वर्गै रहेछ यो हिलटप यो धेरै पुरानो हो आजभन्दा भयो 30 वर्ष है अझै बढी 25 वर्ष पुरानो हो पहिला देवनदारमा आएको थियो कि बच्चामा हुँदाखेरि बाइकमा हुन्छ नि हजुर योमा चढ्नु तपाईँले हुन्छ नि अनुभव गर्नु न अब योमा अनुभव चाहिँ होइन अब तपाईँको बुहारीहरू आउँछ अब तपाईँको नाता नातिनीहरू आउँछ नि नाता नातिनीलाई यस्तोमा लिएर आउने अब हुन्छ नि हाम्रो एकजना मात्रै छोरा छ त्यो छोराले राम्रो राम्रो ठाउँ लान्छ मेरो छोराले लाने ठाउँमा तपाईँहरूलाई लान्छु भन्नुपर्छ तपाईँले सुन्दारा काठमाडौँ पुरानो मैले देखाएको छु सुन्दारा यो सुन्दारा हेर त्यो धारा पनि त्यस्तो छ पानी पनि सुनै जस्तो छ हेर हेर सुनै धारा है यसलाई भन्छ सुन्दारा त्यति त रहेको बलियो जब त बलियो यो हाम्रो धरहरा अहिले यसरी भाँचिएको टुप्पा मात्रै छ यो काठमाडौँको धरहरा काठमाडौँ सुन्दारा आसान जाने आसानको गल्ती हो यो अनि यो धरहरा काठमाडौँको धरहरा शुभ नाम हेम गुरुङ है हजुर जन्मथलो कता पर्यो हजुर मेरो धम्पुस 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 भने त नामी ठाउँ हो नि होइन सुनेको मात्रै छु हजुर उहाँ पुगे छैन छ किन नहुने हामी धम्पुसे हाम्रो यो दोकानको होइन हजुर साउजी अनि यो सिङ्गापुरे दोकान भन्छ कि के भन्छ ए देउराली ल ल हजुरको शुभ नाम के पर्यो कुमार हजुर कुमार गुरुङ उहाँ माथि रहेछ है गाउँ हाम्रो गाउँ त यो धम्पुस धम्पुसेहरू छैन वरिपरि तपाईँहरूको छ नि किन नहुने को छन् खै नामै आउँदैन हजुर छ सबै हजुर अनि बुढाबुढी त अहिले धम्पुसे थुप्रै छन् हजुरको शुभ नाम के पर्यो हजुर कुमार गुरुङ हजुर पहिला लमजुङमै हुनुहुन्थ्यो लमजुङ कुन जग्गा हजुर ए ल ल ल है हाम्रो सही साहब है ओम गुरुङ ओम बहादुर गुरुङ है हाम्रो सही साहब खुसी लाग्यो ल खुसी लाग्यो ल ल खुसी लाग्यो हजुरले है हामी कति न त दुःख पाउँथ्यो गेटमा त्यो आन्दासँग बात गर्दाखेरि भेट भयो टुनिखाल न्यु रोडको मुख हो न्यु रोडको मुख है काठमाडौँ
सभा भवती माता नमो नमः यो वीर हस्पिटल यो आर्मी हस्पिटल उताको वीर हस्पिटल आउँछु मैले मान्यो भने मानेन भने छोडिदिन्छु सर जान्छ हो त मान्यो भने युके जानु सक्छ यहाँबाट पास पनि बनाइदिन्छु म ठुलाबडालाई भनेर फेरि युके पुऱ्याउने छ मिलाएर रत्नपाट यहाँनिर रानी पोखरी बनाएको छ घेरेको छ कि अहिले रानी पोखरी यहाँ बनाउँदैछ अघिको राजाहरू धर्मी कति वर्ष त थियो थियो चाहिँ किन लाइट नदिया होला यत्रो पुलिस भयो दरबार छेउछेउ इन्टरनेसनल एयरपोर्टमा हामी लन्डन जानलाई तयार हुँदैछ आबुधाबी Royal Nepal Airlines आउँदैछ